आज जसको इच्छा पूरा गर्दा गर्दा चाउरिएका छाला, फुटेका गाला र थाकेका आँखा लिएर आज त्यही आमाले वृद्धाश्रमबाट भन्दै छिन्, मेरो छोरा कहिले फर्केला र मै खाऊ मै लाऊ सुका सयल मोज म गरू अरू मरुन दुर्बलहरू भन्ने भाष्य निर्माण हुँदैछ। आज हामी र हाम्रो समाज खोज अनुसन्धान र वैज्ञानिकको बलमा अनास्थापूर्ण बन्दैछ। पुँजीको चक्रवादमा फसेर आफ्नो घर परिवार समाज समुदाय राष्ट्र र मुलुकलाई भुल्दैछ। मै खाऊ मै लाऊ सुका सयल मोज म गरू अरू मरुन दुर्बलहरू भन्ने भाष्य निर्माण हुँदैछ। आज तपाईँ र म चिन्तित छौँ, तर विडम्बना एउटै हड्डी 8 ठाउँबाट भाँचिँदा भन्दा बढी पीडा बोकेर जन्माएको त्यो सन्तान, उसकै शौचको चिसोमा सुतेर उसलाई न्यानोमा सुताएर हुर्काएको त्यो सन्तान, जसको विद्यालयको पोसाक किन्न आमाले महिनौबाट पुवाल परेको धोती सियोले तुनेर लगाइन्, जसको इच्छा पूरा गर्न बाले पटक पटक आफ्नो इच्छा साउको तमसुकमा बन्दी बनाएर राखे। आज जसको इच्छा पूरा गर्दा गर्दा चाउरिएका छाला, फुटेका गाला र थाकेका आँखा लिएर आज त्यही आमाले वृद्धाश्रमबाट भन्दै छिन्, मेरो छोरा कहिले फर्केला र उसको आँखामा खुसी देखेर फेरि मेरो झरेको दाँतभित्रबाट खुसी खोजौला। उसको जिन्दगीको झोलुङ्गो हल्लाउँदा हल्लाउँदा गति सकिएका बाहरू भन्दैछन्, कहिले मेरो छोराले भ्याउला र मलाई अस्पताल लैजाला।